हेलो फ्रेंड, वेलकम टू माई मिनी ब्लग। सो आजको ब्लग स्टार्ट हुँदैछ चुल्होमा खाना पकाउनबाट। अब हेर्नुहोस् आजको रेसिपीमा के पाक्छ। फर्स्टमा त मैले चुल्होमा कराही राखेर खुर्सानी राखेर हल्का चलाएको, किनकि पहिला तेल राखेर खुर्सानी राखेपछि त पड्किन्छ। सो त्यसैले मैले पहिला खुर्सानी राखेर त्यसपछि तेल हालिसकेपछि हल्का त्यसलाई ब्राउन हुन दिएँ। त्यसपछि मैले जिरा राखेँ, हेर्न सक्नुहुन्छ। सो फर्स्टमा मैले साग पकाएको। आजको रेसिपीमा धेरै थोक मैले बनाएको छु। सो हेर्नुहोस् के पकाउँछु भनेर। हल्का गलिसकेपछि नुन राखेर भुटबाट बनाएर यस्तो बनाएको मैले। हेर्नुहोस् किन साग गलेकी राम्रो लाग्छ, त्यतिकै भएपछि राम्रो लाग्दैन। सो मैले त्यसलाई खाली गरेँ, एउटा कटोरामा राखेँ। सो फेरि मैले अर्को रेसिपीतिर अनि फेरि हेर्नुहोस् कढाई तातो भएपछि खुर्सानी तेल मैले सरसोको तेल खाने गर्छु। मैले अर्को भिडियोमा पनि भनेकै नै छु। सो फेरि त्यसरी नै जिरा राखेर यसमा प्याज थपिएको छ। सागमा मैले प्याज राखेको थिएन किनकि मलाई सागमा प्याज राम्रो लाग्दैन। सो हेर्नुहोस् अब यो म के पकाउन गइरहेको छु। प्याज हल्का ब्राउन भएपछि यसमा यो राखेँ। यो के छ भनेर कमेन्ट गर्नुहोला। ओके, हाम्रो यहाँ यसलाई के भन्छ, लौका भन्छ, सैजमन भन्छ, अनि हजुर कहाँ के भन्छ भन्नुहोला। सो त्यति बेला अब त लौका पाक्नमा टाइम लाग्छ। मैले तबसम्म एउटा अम्बा खाएको, हल्का आफ्नो मुख हेरेँ, भिडियोमा पोज दिएको। हेर्नुहोस् बेसार, नुन अनि खुर्सानीको धुलो, धनिया पाउडर सबै राखेर अनि भुटबाट गर्दैछु किनकि यसमा पानी धेरै आउँछ। सो यसलाई अलिकति पाक्नमा टाइम लाग्छ। हेर्नुहोस् मेरो यो लौकाको भुजिया पनि पाकिसक्यो। अनि फेरि त्यही हो खुर्सानी अनि अब तेल राखिसकेपछि फेरि त्यही हो जिरा। र तपाईँहरूलाई थाहा छ नेपालमा हरेक थोक बन्छ र आलु पाकिन भने त्यो खाना कम्प्लिट नै हुँदैन। सो यो आलुको भेराइटी छ। तपाईँहरू गेस गर्नु म आलुको के बनाउँछु। ओके, आलुको भुजिया कि आलुको चटनी कि आलुको अरू के पाक्छ। हेर्नुहोस् तपाईँहरूले के कमेन्ट गर्नुभयो म पढ्छु पछि। त्यति बेलासम्म हेर्नु मैले आलुको भुजिया पकाएँ। दाल पनि बसालिसकेको थियो, दाल पनि पाकिसकेको थियो। अनि अर्को त्यहाँ राइस कुकरतिर मैले भात पनि राखिदिएको थिएँ। हेर्नु सब थोक पाकिसकेपछि रोटीको पालो छ। रोटी मैले धेरै पकाइसकेको थियो, लास्टमा 2-3वटा बाँकी थियो। त्यति बेला मैले फेरि भिडियो सुट गरेँ किनकि मनिर क्यामराम्यान छैन। क्यामरा वुम्यान पनि मै हो, एडिटिङ पनि मै हो, बोल्ने पनि मैले नै हो। सो मैले 2-3वटा बाँकी थियो अनि त्यही गरेको, भिडियो साइडमा राखेर देखाएको। तपाईँहरू यो नसोच्नु होला कि चुल्होमा जर्ना छैन भनेर, किनकि यो लास्ट 2-3वटा रोटी पाकिन बाँकी थियो। त्यसैले मैले अर्को त्योमा केही राखेन। ओके, अनि यो खाना चुल्होमा पकाउँदा मेरो हालत बेहालत भएको थियो गाइज, किनकि गर्मी थाहा नै छ नेपालमा कति गर्मी छ भनेर। सो अब म खानासाना पकाएपछि नुहाउन जान्छु। तपाईँहरू प्लिज मेरो भिडियोलाई लाइक, सपोर्ट अनि धेरैभन्दा धेरै माया गरिदिनु होला। ओके, र मैले आजसम्म कुनै पनि भिडियोमा भनेको छैन म कहाँबाट बिलोङ गर्छु भनेर। सो म आज भनिदिइरहेको छु म जनकपुर धामबाट हो, जहाँ सीता माताको नगरी छ, जानकी मन्दिर। म पनि यहीँबाट बिलोङ गर्छु। सो प्लिज आफ्नो नेपालको छोरीलाई धेरैभन्दा धेरै माया गरिदिनु होला र सपोर्ट पनि गरिदिनु होला। ओके, हेर्नु मैले यति रोटी पकाइसकेको छु। अब पालो छ नुहाउनु। बाई बाई, म नुहाएर आउँछु। 1 2 3 गो। हेर्नु भयो, मैले नुहाएर पनि आइसकेँ। अब खानाको पाली छ। यति काम गरेपछि त मान्छेलाई भोक लाग्छ नै। मैले खुर्सानी पनि फ्राई गरेको थिएँ, त्यो भन्न बिर्सिसकेको थिएँ। सो अब म आफ्नो यो मिनी ब्लगलाई यहीँ एन्ड गर्दैछु। बाई बाई, थ्याङ्क यू फर वाचिङ।